हेलो साथीहरु नमस्ते। आज चाहिँ म छुट्टै ठाउँमा आइरहेको छु। हेर्नु त कस्तो रमाइलो छ है। मेरो साथीहरु चाहिँ हेर्नु न। मेरो साथीहरु यो साथीहरु लिएर आएको छु हैन। यिनीहरुले चाहिँ आज कस्तो भयो भने साथीहरु हिजोदेखि अब गर्मी समयमा चाहिँ खोलामा पौडी खेल्न जाम भन्ने टाइपको हुन्छ नि त बच्चाहरुको। अनि लान्छु भनेको थिएँ आज शनिबार। अनि आज चाहिँ ठ्याक्कै हिँड्ने बेलामा चाहिँ बिहान पानी पर्यो। अनि पानी परे पछाडी चाहिँ अब जाडो पनि भयो। जाडोमा त के जानु, अलिक मजाले घाम लागेको बेला जानुपर्छ। अब पानी पर्यो भने त अब खोलामा त यता र उता चुली हुन्छ हैन। अनि चुलीमा किन त्यति टाढा दिप्सन यहाँ अनि अब चुलीमा पानी पर्दा त एकैचोटी थाहा पनि हुँदैन। यता र उताको त्यो भेलबाडी खरे खोला जस्तो एकैछिनमा आएर खोलामा त डर हुन्छ नि त। त्यही भएर त्यही डरले चाहिँ अनि ल आज नजाम भनेर क्यान्सल गरेको थिएँ। अनि दिनभरि अब बच्चाहरू हो हैन, अब घाम लाग्यो जानुपर्ने थियो भनेर कनकन गरिराख्ने। अनि अहिले चाहिँ 6 बजेको छ। यो खोला चाहिँ अब यहाँनिर चाहिँ त्यस्तो पौडी खेल्ने ठाउँहरू पनि छैन। अब यहाँ त सम्म छ। यो खोला चाहिँ मेरो घरदेखि आधी घन्टा जति लाग्छ हिँडेर आउँदा। अनि हिँडेर आएको हामी। अनि यहाँ ल्याएर चाहिँ यहाँ न मनोरञ्जन गरिरहेछन्। यिनीहरू खुब रमाइलो मान्छन् है यस्तो पानीमा खेल्दा। अब हामी ठुलेलाई पनि रमाइलो लाग्छ, बच्चाहरूलाई त झन् रमाइलो भइहाल्छ। अब घरमै मात्रै बस्नु भन्दा भनेर अनि आफै उनीहरूको सेक्रेटरी भएर चाहिँ आएको छु। अब उनीहरूलाई मात्रै पठायो जाऊ न त भनेर पठायो भने भरे कहाँ जान्छन् के होला डर हुन्छ नि त। कता गहिरो पानीतिर डुब्लान् के होला भन्ने हुन्छ। अब केटाकेटीहरूको विश्वास हुँदैन नि त, भर हुँदैन। अनि त्यही भएर यिनीहरूलाई यहाँनिर रमाइलो गरिरहेको छु। अब मेरो चाहिँ काम छैन। अब यहाँनिर पौडी खेलौँ त कस्तो तातो के पानी फेरि यहाँनिर। यही पानी अब यहाँभन्दा माथि चुलीको फेदतिर भने चिसो छ, तर यो यहाँ आइपुगेपछि चाहिँ पुरै तातेर आइपुगेको के। तातो पानी छ, त्यस्तो खासै चिसो पनि छैन। अब यिनीहरूलाई स्विमिङ पुलमा लगेर स्विमिङ खेलाउन पनि अब त्यो पानीले चाहिँ एलर्जी हुने के हुने, अब फोहोर पानीहरू हुन्छ हैन। त्यस्तो सफा पानी पनि खासै हुँदैन।